हे गाइस इट्स मेमीमा वेलकम टु माई मिनी ब्लग। अनि आजको हाम्रो चाहिँ काम भनेको चाहिँ के हो भन्दा चाहिँ आज चाहिँ अब बिहानै उठिसकेपछि घरको काम चाहिँ नगरी हुँदैन होइन, गर्नु पर्यो। अब घरको कामहरू गरिसकेपछि हामीले चाहिँ खाजाहरू खायो। त्यसपछि बाबा मम्मी चाहिँ तलतिर त्यो अलैँची कार्डिममलाई चाहिँ सफा गर्नको लागि चाहिँ पत्ता काट्नको लागि चाहिँ तलतिर बारीतिर जानुभयो नि त। हाम्रो त्यो बारी चाहिँ हाम्रो घरदेखि चाहिँ त्यस्तै आधी घन्टा जति लाग्छ नि, त्यहाँ जानुभयो। अनि त्यसपछि मैले चाहिँ अब खानाहरू पकाएर चाहिँ भाइ बहिनीहरूलाई चाहिँ दिएर चाहिँ स्कुलतिर पठाउनु पर्ने हुन्छ नि त। त्यही भएर चाहिँ अब तिनीहरू चाहिँ अब पढ्दैछन्, अब कण्ठहरू दिएको रहेछ स्कुलबाट, अनि पढ्दैछन्। अनि त्यसपछि अब चाहिँ मैले चाहिँ खानाहरू पकाउनु पर्ने हुन्छ। अनि मैले पकाइसकेपछि चाहिँ अनि मैले सबै यतातिर वस्तु भाउहरूलाई चाहिँ होइन, अब घाँसहरू लगाइदिइसकेपछि सुँगुरहरूलाई चारो दिइसकेपछि मैले पनि खाना खाएर चाहिँ तल जानुपर्ने हुन्छ होइन। अनि गइसकेपछि मैले चाहिँ मम्मीहरूलाई पनि खाना लगिदिनु पर्ने हुन्छ साथसाथै। अनि खाना लगिदिइसकेपछि अनि त्यसपछि मैले पनि काम गर्नुपर्ने हुन्छ। अनि अलैँचीहरू चाहिँ त्यति धेरै चाहिँ हुँदैन क्या, किनभने अब पहिलाको जमानामा चाहिँ हामी चाहिँ हेर्छौँ भने होइन, अब एउटै बोटबाट चाहिँ अब 5 केजी 6 केजी निस्किन्थ्यो भने अहिले चाहिँ त्यति धेरै चाहिँ हुँदैन क्या। किनभने अहिले चाहिँ त्यो एउटा खालको किरा आएको छ क्या, लाबरे भन्ने, त्यो झुसिले किरा जस्तै हुन्छ। अनि त्यसले चाहिँ त्यसले चाहिँ बच्चाहरू बनाउँदो रहेछ नि अन्डाबाट। मैले अलैँची टिप्यो भने म तपाईँहरूलाई त्यसको भ्लग पनि म अवश्य नै बनाउने छु। यो अलैँचीहरू चाहिँ अब पहाडी भाग होइन, धनकुटातिर सङ्खुवासभातिर हुन्छ नि त। अनि यो अलैँचीहरू चाहिँ अब आफ्नै जुन ठाउँमा चाहिँ हामीले उत्पादन गरेको छौँ त्यही ठाउँमा चाहिँ अब हामीले चाहिँ त्यही ठाउँबाट चाहिँ बेच्यो भने चाहिँ हामीलाई चाहिँ हल्का नाफा हुँदैन क्या। अब ठिकै हुन्छ भनौँ होइन। तर हामीले चाहिँ यसलाई चाहिँ होइन, यो अलैँची चाहिँ त्यो इन्डियातिर लाने भएकोले होइन, अब जस्तै भयो नि झापातिर, अनि जस्तै दमकतिर होइन, त्यहाँतिर लगेर हामीले बेच्यो भने हामीलाई चाहिँ अलिक फाइदा हुन्छ। तर पनि हामी चाहिँ त्यहाँ जाँदैनौँ है, किनभने हामीलाई चाहिँ ध्वनि खर्च बढी लाग्ने हुँदा चाहिँ अब हामीले चाहिँ यतैतिर व्यापारीहरू आउँछ नि त। अनि व्यापारीहरूलाई बेचिदिन्छौँ, नत्र पनि हामीले चाहिँ औता हिलेतिर लगेर चाहिँ हामी चाहिँ अनि बेचिदिन्छौँ क्या। हामीलाई थाहा छैन है यसको औषधि पनि के हुन्छ भनेर। अनि यो चाहिँ नयाँ खालको रोग छ, घरि चाहिँ अब त्यत्तिकै अलैँची चाहिँ मर्दिने होइन। अनि घरि चाहिँ यस्तो खालको रोगहरू चाहिँ आइरहेको हुन्छ क्या, अब वर्षै पछि। तर हामीले चाहिँ यस्तो रोगहरूबाट चाहिँ बचाउन सक्यो भने होइन, जोगाउन सक्यो भने होइन, अलैँचीहरूलाई चाहिँ हामीले चाहिँ धेरै नै अब फाइदाहरू पाउँछ। अनि हामी धनकुटातिर बस्ने मान्छे होइन, सल्लीतिर बस्ने मान्छेको चाहिँ अब आय स्रोतको बाटो भनेको चाहिँ होइन, यो हाम्रोतिर धानहरू हुनु त हुन्छ, तर हामी चाहिँ अब रोप्दैनौँ क्या खासै। त्यसले चाहिँ अब हामीलाई चाहिँ उब्जाउँदैन नि त। यतातिर त्यति धेरै चाहिँ धानहरू हुनु त हुन्छ, तर हामी चाहिँ अब रोप्दैनौँ क्या खासै। त्यसले चाहिँ अब हामीलाई चाहिँ उब्जाउँदैन नि त। यतातिर त्यति धेरै चाहिँ अब गर्मी हुँदैन, अलिक लेकलेक खालको ठाउँहरू नै छ। अनि त्यही भएर चाहिँ अब हामीले चाहिँ धानहरूलाई भन्दा पनि हामीले चाहिँ अलैँची काँक्राहरू भयो है, सागसब्जीहरूलाई चाहिँ हामीले चाहिँ यो पहाडी क्षेत्रमा है, धनकुटाको पहाडी क्षेत्रमा चाहिँ हामीले चाहिँ अब त्यसलाई नै प्राथमिकता दिइरहेको छौँ है। मुन्टाहरू भयो, इस्कुसको मुन्टाहरू है, इस्कुसले पनि धेरै नै फाइदा दिन्छ।